हाम्रो यात्रा आज सुरु भएको छ। हामी इस्मा गाउँपालिकासम्मको यात्रा छ आज हाम्रो। दुर्कोट गाउँपालिका 6 देखि इस्मा गाउँपालिका 6 सम्म यात्रा कडै छ। बाटो पुरा हिलिली छ। हिँडिरहेछौँ। अहिले हामी दुर्कोट गाउँपालिका 6 रातामाटा बाटो रोज्ने स्टार्ट भएको छ। सब तपाईँलाई बाटो सब देखाउँदैछु। त्यसले गर्दा हेर्न सक्नुहुन्छ गाइस, बाटोमा पहिरो पनि गएको छ। हालत स्थिति गर्मी घाम छ पनि हामी हिँडिरहेका छौँ। तपाईँहरूलाई देखाउँदै बाटोका विभिन्न दृश्यहरू हरियाली छ। बाटोको साइडमा नै हिँडिरहेका छौँ। निरन्तर हामी बाटोको साथ सुन्दै गर्नुहोस्। फेरि हामी दुर्कोट गाउँपालिका 6बाट 4 हुँदै फेरि 5 प्रवेश गरिसकेका छौँ। खोला नालाको चिसो पानी खाँदै बाटोमा भएका चराका चिरबिर आवाज सुन्दै हामी अघि बढिरहेका छौँ। हाम्रो यात्रामा नयाँ सदस्य आगमन भएको छ। उता हेर्न सक्नुहुन्छ। अगाडि पछाडि अगाडि हिँडिरहेको छु। थोरै गर्मी महसुस भए पनि हिँडिरहेको छौँ। त्यस्तो गर्मी पनि छैन, हल्का हल्का। तर राम्रो छ कि पछाडिको दृश्य चाहिँ हेर्नुहोस् है, हरियाली गाइस। अहिले चाहिँ हामी टक्क लाएर कहाँ छौँ? बारी हाम्रोमा तर पनि हामी यात्रा अघि बढाइरहेका छौँ। बाघ भालु के चाहिँ डर नमानिकन यात्रा जारी नै छ। जारी छ। ल अहिले फेरि पुनः जोडिनेछौँ। धन्यवाद। हामी अहिले लचौरासीको फाँटमा आइसकेका छौँ। पुरै खेत छ। एकदमै धान उत्पादन हुन्छ। उत्कृष्ट धान उत्पादन। गुल्मी जिल्लाको सर्वाधिक धान उत्पादन हुने क्षेत्र 84को फाँटमा हामी आइसकेका छौँ। अहिले चाहिँ धान पाकिरहेको छ। धान पाक्ने क्रममा छ। पाकिरहेको छ। धान काट्ने, धानलाई स्याहार्ने समय भइहाल्ने मान्छे एकदमै व्यस्त रहेको छ। एकबाटै छल्ने खोला सरल गएको छ। हेर्न सक्नुहुन्छ। पछाडि स्क्रिनमा देखाइरहेका छौँ। गाई हामी देखाएको 84को पल्लो फाँटो भने अहिलेको यो ठुलो परसम्मै पुरै धान खेती नै धान खेती। बाटा बारी धेरै धान उत्पादन हुन्छ यहाँ। प्रमुख धान उत्पादन क्षेत्र आकर्षक गुल्मी जिल्ला यही नै हो। धेरै धान उत्पादन हुन्छ यहाँ। धेरै ठुलो एरियामा धान खेती हुन्छ यहाँ। पारीदेखि धानै धान छ। यता हेऱ्यो धान, उता हेऱ्यो धान, जता धान खेती छ। यो कृषि प्रधान देश नेपालको विशेषता एक प्रकारको यो पनि हो। जता धान देख्नु पर्छ। माथि जङ्गल हरियाली, सालका बोटहरू, निलो आकाश र छलछल बगेका खोला नालाले यहाँको जनजीवनलाई एकदम सुन्दर तुल्याएका छन्। लगभग हाम्रो यात्रा लगभग टुङ्गिन लागेको छ। हाम्रो गन्तव्यमा आइपुगेका छौँ। बाटोमा धेरै कुराहरूको अनुभव गर्दै हामी यात्रामा आइपुगेका छौँ। धेरै ठाउँ पनि भयो अहिले त। गन्तव्यमा आइसक्यो। धन्यवाद। अब अर्को भिडियो नआउनुसम्मको लागि तपाईँहरू धेरै धेरै धन्यवाद।